रौतहटको स्टुडेन्ट किन पछाडि छ? हाम्रो रौतहट जिल्लामा विद्यार्थीहरू अहिले 9,000 साढे 9,000 को हाराहारीमा यसपालि एससीमा सहभागी हुँदै हुनुहुन्छ। ती 9,000 मध्ये कतिको रिजल्ट के आउनेवाला छ? जसरी योभन्दा फास्ट कुरा गर्नुहुन्छ भने 2 जनाले A+ ल्याउनु भएको छ। यसपालिको अवस्था के हुनेवाला छ? जसको कारणले गर्दा तपाईहरू हाम्रो रौतहटको म्याक्सिमम विद्यार्थीहरू पछाडि नै पर्नुहुन्छ। तर केही विद्यार्थीहरूले राम्रो पनि गर्नुहुन्छ। जो पछाडि पर्नुहुन्छ उहाँहरूसँग एक्सक्युज धेरै छ, उहाँहरूसँग बहाना धेरै छ। उहाँहरूले हरेक चीजमा बहाना बनाइलिन्छ। ए मसँग यो थिएन, ए मलाई मन गइरहेको छैन, ए यस्तो वातावरण, यो फोकटिया स्कुल हुन्छ, घरमा पनि त्यस्तै वातावरण छ। त्यो बहाना, नाना थरीका बहाना बनाएर आफ्नो समय वेस्ट गर्नुहुन्छ। अब तपाईसँग चोइस छ, तपाईँ बहाना बनाउनुहुन्छ कि यसपालिको एससीमा राम्रो गर्दै हुनुहुन्छ। यस्तै भिडियोको लागि हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। अल द बेस्ट फर योर एससी एक्जाम।